नेपालको पहाडी क्षेत्रमा एउटा पुरानो मन्दिर थियो जङ्गलको बीचमा जहाँ पुग्न कच्ची बाटो हुँदै करिब 2 घण्टा उकालो हिँड्नु पर्थ्यो। स्थानीयहरूले त्यसलाई देउराली भगवती भनेर चिन्थे। मन्दिर आफै ठूलो थिएन, ढुङ्गाले बनेको सानो संरचना, अगाडि पुरानो पिपलको रुख अनि छेउमै लगातार पानी बगिरहने धारा। तर त्यो ठाउँको वातावरणमा केही यस्तो थियो जसले पहिलो पटक जाने मानिसलाई पनि असहज बनाइदिन्थ्यो। गाउँका बुढापाकाहरू भन्थे त्यो मन्दिरमा मजाक गर्नु हुँदैन, त्यहाँ जे मागिन्छ त्यो पूरा त हुन्छ, तर मूल्य तिर्नुपर्छ। धेरैले त्यसलाई अन्धविश्वास माने। तर 2068 सालतिर भएको एउटा घटनापछि गाउँमा त्यो कुरा फेरि चर्चामा आयो। त्यो वर्ष असारको महिना थियो, लगातार पानी परिरहेको थियो। गाउँका 4 जना साथी रमेश, विकास, सन्देश र मिलन शहरबाट गाउँ घुम्न आएका थिए। उनीहरू शिक्षित थिए, यस्ता कुरा विश्वास गर्दैनथे। गाउँका मानिसहरूले बेलुकीपछि मन्दिर नजानु भने पनि उनीहरूले वास्ता गरेनन्। राति करिब 9 बजेतिर उनीहरू टर्च बोकेर उकालो लागे। पानी हल्का परिरहेको थियो, जङ्गलबाट किराहरूको आवाज आइरहेको थियो। मन्दिर पुग्दा त्यहाँ कसैको उपस्थिति जस्तो अनुभूति भयो, जबकि वरिपरि कोही थिएन। मिलनले हाँस्दै भन्यो, यहाँ त केही पनि रहेनछ, गाउँलेहरूले डर देखाएर कथा बनाएका हुन्। उसले मन्दिरको घण्टी जोडले बजायो। त्यसपछि अचानक जङ्गल एकदम शान्त भयो। किराको आवाज बन्द, हावा बन्द, पानीको आवाज मात्रै। रमेशले पछि भनेको थियो, त्यो शान्ति सामान्य थिएन। यस्तो लाग्थ्यो जङ्गलले उनीहरूलाई हेरिरहेको छ। केही बेरपछि फर्किने बेला भयो, तर ओर्लने बाटोमा समस्या सुरु भयो। जुन बाटोबाट उनीहरू आएका थिए त्यो बाटो नै भेटिन छाड्यो। टर्च बाल्दा अगाडि उही रुख, उही ढुङ्गा बारम्बार देखिन्थ्यो। उनीहरू घुमेर फेरि मन्दिरकै अगाडि आइपुग्थे। सन्देश रिसायो, कसैले फ्राइन गरेको होला। तर त्यहाँ अरू कोही थिएन। करिब आधा घण्टापछि मिलन अचानक चुप भयो। ऊ एकटक मन्दिरतिर हेर्दै थियो। विकासले सोध्यो, के भयो? मिलन बिस्तारै भन्यो, त्यो ढोकामा को उभिएको छ? अरूले हेर्दा केही देखेनन्, तर मिलन डराउन थाल्यो। उसको शरीर काँपिरहेको थियो। उसले भन्यो, उसले सेतो कपडा लगाएकी एउटी वृद्धा देखिरहेको छ, जसले उसलाई नजिक बोलाइरहेकी छिन्। साथीहरूले उसलाई तानेर तल झारे। बल्ल राति करिब 1 बजे गाउँ पुगे। त्यो रातपछि मिलन बदलियो। ऊ पहिला जस्तो बोल्दैनथ्यो। राति निदाउँदा कराउँथ्यो, घण्टी नबजाऊ, मलाई बोलाउँदैछ। उसको परिवारले अस्पताल पनि लग्यो। काठमाडौँसम्म उपचार गराइयो। डाक्टरहरूले मानसिक तनाव भने। केही समय औषधि खाँदा ऊ सामान्य जस्तो हुन्थ्यो, तर हरेक असार महिनामा उसको अवस्था फेरि बिग्रिन्थ्यो। सबैभन्दा अनौठो कुरा के थियो भने उसले त्यो रात देखेको वृद्धाको वर्णन गाउँकी एक वृद्ध आमासँग मिल्थ्यो, जसको मृत्यु धेरै वर्ष अघि मन्दिरमै पूजा गर्दै गर्दा भएको थियो। त्यो कुरा मिलनलाई कसैले कहिल्यै भनेको थिएन। आज पनि त्यो गाउँमा बेलुकीपछि मानिसहरू त्यो मन्दिरतिर एक्लै जाँदैनन्, विशेष गरी वर्षाको रातमा, किनकि त्यहाँ जानेहरूले एउटा कुरा समान रूपमा भनेका छन्, मन्दिर वरिपरि कहिलेकाहीँ घण्टी आफै बज्छ, जबकि त्यहाँ कोही हुँदैन।